हेलो गाइस, एक्सिस स्कलरसिपको फर्म कसरी फिलअप गर्ने त्यसको यो पार्ट 3 हो। कुन डकुमेन्ट अपलोड गर्नुपर्ने हुन्छ त्यो कुरा चाहिँ यो भिडियोमा म सिकाउनेछु। यहाँ तपाईँ हेर्न सक्नुहुन्छ अल डकुमेन्ट सुड बी इन पीडीएफ फर्मेट। तपाईँको सबै डकुमेन्ट चाहिँ पीडीएफ फर्मेटमै हुनुपर्छ। त्यसै गरी फर्स्टमा हेर्न सक्नुहुन्छ पर्मानेन्ट युनिक आइडी। पर्मानेन्ट युनिक आइडी भनेपछि रेजिस्ट्रेसन गर्ने बेला तपाईँले पर्मानेन्ट युनिक आइडी भनेपछि नागरिकताको नम्बर राख्नु भएको थियो। यसमा चाहिँ तपाईँले नागरिकताको अगाडिको र पछाडिको फोटो लिनु होला अनि त्यो दुवैको पीडीएफ बनाउनु होला अनि यहाँ अपलोड गर्नुपर्ने हुन्छ। त्यसै गरी पासपोर्टको फ्रन्ट र ब्याकको फोटो लिनु होला, पीडीएफ बनाएर सिटिजनसिप जस्तै पीडीएफ बनाउनु होला र अपलोड गर्नु होला। त्यसै गरी क्लास 10 को ग्रेड सिट र ट्रान्सक्रिप्टको पीडीएफ बनाउनु र अपलोड गर्नु होला। त्यसको साइज चाहिँ 2 MB भन्दा सानो हुनुपर्छ। त्यसै गरी क्लास 12 को ग्रेड सिट र ट्रान्सक्रिप्टलाई अपलोड गर्नुपर्ने हुन्छ। 2 MB भन्दा सानो हुनुपर्छ त्यसको पीडीएफ पनि। मेडिकल फिटनेस सर्टिफिकेट यसको फर्मेट चाहिँ कस्तो हुन्छ त्यसको लिङ्क चाहिँ मैले तल डिस्क्रिप्सन बक्समा दिएको छु। तपाईँ यहाँबाट पनि डाउनलोड गर्न सक्नुहुन्छ। यहाँ तपाईँ हेर्न सक्नुहुन्छ यो चाहिँ तपाईँको मेडिकल फिटनेस सर्टिफिकेट हो। यसमा चाहिँ तपाईँले डक्टरबाट साइन गर्नुपर्ने हुन्छ कि तपाईँ फिजिकली फिट हुनुहुन्छ भनेर। अनि यो फर्मलाई फिलअप गर्नु होला, यसको पीडीएफ चाहिँ अपलोड गर्नु होला यहाँ चाहिँ। त्यसै गरी इङ्ग्लिस ट्रान्सलेसन अफ अल डकुमेन्ट विच आर नट ओरिजिनली इङ्ग्लिस। तपाईँको जुन डकुमेन्ट चाहिँ इङ्ग्लिसमा छैन त्यसलाई चाहिँ इङ्ग्लिसमा कन्भर्ट गर्नुपर्ने हुन्छ। नर्मली हाम्रो चाहिँ सिटिजनसिप कार्ड नेपालीमा हुन्छ, त्यसलाई चाहिँ नोटरी गरेर इङ्ग्लिसमा कन्भर्ट गर्नुपर्ने हुन्छ। नोटरी कहाँबाट गर्ने? तपाईँ नोटरी चाहिँ नोटरी पसलबाट गर्न सक्नुहुन्छ। त्यसको बापत त्यसले चाहिँ तपाईँसँग केही पैसा चार्ज गर्छ। त्यसै गरी इङ्ग्लिस एज अ सब्जेक्ट यसको डकुमेन्ट पनि तपाईँले अपलोड गर्नुपर्ने हुन्छ। त्यसको साइज चाहिँ 700 KB भन्दा सानो हुनुपर्छ। इङ्ग्लिस एज अ सब्जेक्टको डकुमेन्ट भनेपछि के छ भने तपाईँले चाहिँ कलेजमा गएर भन्नुपर्छ कि म आइसिएससीआरको लागि अप्लाई गर्दैछु, मलाई चाहिँ डकुमेन्ट बनाएर दिनुहोस् कि म चाहिँ यो कलेजबाट पढेको छु भनेर, अनि मेरो इङ्ग्लिसमा यति मार्क्स छ भनेर त्यो डकुमेन्टमा लेखेको हुनुपर्छ। त्यस्तो चाहिँ एउटा डकुमेन्ट बनाउनु होला कलेजबाट। यदि तपाईँसँग कुनै एक्स्ट्रा डकुमेन्ट छ भने तपाईँ यहाँ अपलोड गर्न सक्नुहुन्छ। त्यो टोटल डकुमेन्टको साइज चाहिँ 3 MB भन्दा सानो हुनुपर्छ। जस्तै कि तपाईँ आफ्नो 11 टु डकुमेन्ट चाहिँ अपलोड गर्न सक्नुहुन्छ। म चाहिँ अहिले यहाँ चाहिँ ऱ्यान्डम नै पीडीएफ अपलोड गर्दैछु। यहाँ हेर्नुहोस्, अपलोड गर्नलाई यहाँ क्लिक गर्नुहोस्, एकछिन टाइम लाग्छ। आइडी प्रुफ अपलोड सक्सेसफुली यहाँ मेसेज आइसक्यो। के गर्नुहोस्, एकछिन वेट गर्नु होला, टाइम लाग्छ हल्का। त्यसै गरी यहाँ चाहिँ हेर्न सक्नुहुन्छ रिअपलोड गर्ने अप्सन पनि छ। क्लिक टु भ्यू डकुमेन्ट, तपाईँले कुन डकुमेन्ट अपलोड गर्नुभएको छ त्यो चाहिँ हेर्नु होला। यदि कुनै अर्को डकुमेन्ट अपलोड गर्नुभएको छ भने त्यो चाहिँ डिस्क्वालिफाई हुन जान्छ। त्यसैले कुन डकुमेन्ट अपलोड गर्नुभएको छ त्यो चाहिँ एकचोटि चेक गर्नु होला। फाइनली मैले सबै डकुमेन्ट चाहिँ अपलोड गरिसकेँ। तपाईँले पनि यस्तै सबै डकुमेन्ट अपलोड गर्नु होला। यो दुईटै चेक बक्समा क्लिक गर्नु होला। प्रिभ्यू र फाइनल सबमिसनको अप्सन छ। फाइनल सबमिट गर्नुभन्दा पहिला चाहिँ प्रिभ्यू गर्नु होला। सबमिट भइसकेपछि तपाईँले अरू केही कुरा पनि चेन्ज गर्न मिल्दैन फाइनल सबमिसन पछि। सो एकचोटि प्रिभ्यू गर्नु होला। अहिलेसम्म तपाईँले जति पनि डिटेल फिलअप गर्नुभएको छ त्यो सबै चाहिँ यहाँ ओपन हुन्छ। तपाईँले कुन डकुमेन्ट अपलोड गर्नुभएको छ त्यसलाई हेर्नको लागि क्लिक टु भ्यू डकुमेन्ट गर्नुहोस्। त्यो सबै डकुमेन्ट चाहिँ 2-3 चोटि भेरिफाई गर्नु होला तपाईँले के डकुमेन्ट अपलोड गर्नुभएको छ त्यो ठिक छ कि छैन। त्यो सबै कुरा डकुमेन्ट अपलोड गरिसकेपछि यहाँ फेरिदेखि यहाँ पनि चेक गर्नु होला। यो सबै डिटेल्समा चेक गर्नु होला। यदि केही मिस्टेक छ भने तपाईँ के गर्नुलाई यसलाई क्यान्सल गर्नुहोस्। त्यसपछि पर्सनल डिटेल, एजुकेसन डिटेल र अदर डिटेलमा गएर तपाईँ आफ्नो डिटेललाई चेन्ज गर्न सक्नुहुन्छ। यदि तपाईँले केही प्रब्लम छ भने तपाईँ मलाई इन्स्टाग्राममा फलो गरेर मेसेज गर्न सक्नुहुन्छ। तपाईँको सबै क्वेसनको एन्सर म दिनेछु। यस्तै स्कलरसिप रिलेटेड भिडियोजको लागि मेरो च्यानललाई सब्सक्राइब गर्नुहोला, नोटिफिकेसन बेल अन गर्नुहोला र साथीहरूसँग भिडियो सेयर गर्नुहोला।